जाँदैछु नौ डाँडा काटेर तिमीलाई एक्लै छाडेर माउन्जेल पर्खिराख है आमा। नमस्कार साथीहरू, स्वागत छ तपाईलाई रिभ्यू विमल युट्युब च्यानलमा। माघ 16 गतेदेखि नेपाली हलहरूमा एउटा चलचित्रको चर्चा एकदमै चर्को छ। सोशल मिडियामा हेर्यो भने कोही रोइरहेका छन्, कोही भावुक बनेका छन् र कोही भन्छन् नेपाली फिल्म पनि यस्तो हुन्छ र। हो, म कुरा गर्दैछु पल्साको नयाँ चलचित्र आबाट आमा मुभीको। यो चलचित्र कुनै मसला एक्सन र ग्ल्यामरले बनेको मुभी चाहिँ होइन। यो भावनाले बनेको कथा हो, जहाँ बुवा आमा र छोरा बीचको सम्बन्धलाई एकदम सरल तर गहिरो तरिकाले देखाइएको देखिन्छ। चलचित्रको सुरुवात सायद धेरैले सामान्य लाग्न सक्छ, तर जति जति कथा अगाडि बढ्दै जान्छ त्यति नै दर्शकहरू आफैसँग जोडिन थाल्छन्। पहिलो हाफले कथा तयार गर्छ, तर सेकेन्ड हाफ सुरु भएपछि मुभीले मुटु समात्छ। त्यसबेला ताली भन्दा बढी सन्नाटा सुनिन्छ, आँसु देखिन्छ, भावना महसुस हुन्छ। र पल्साको कुरा गर्दा यो उनको करियरको सबैभन्दा मेजर अभिनय मध्ये एक हो। पहिलेका मुभीहरू भन्दा यस मुभीमा एउटा एक्टर होइन पात्र बनेका छन्। विपना थापा र प्रदीप प्रभातले आफ्नो अभिनयबाट बुवा आमाको पीडा के हो भन्ने कुरा शब्द भन्दा गहिरो गरी देखाएका छन्। नयाँ कलाकार उषा उप्रेतीको अभिनय हेर्दा यो उनको डेब्यू हो भनेर पत्याउन गाह्रो पर्छ। सिमरन पन्त र सांग्रेस पोखरेलले पनि आफ्नो भूमिकामा पूर्ण न्याय गरेका छन्। यो मुभी हेर्दा पुष्पाको वाइल्ड फायर जस्तो डायलग याद आउँछ भने त्यो गलत होइन, किनकि सेकेन्ड हाफ साँच्चै आगो छ। यदि तपाईलाई यो मुभी हेरेर आँसु आउँदैन भन्ने लाग्छ भने यो मुभीले तपाईलाई जसरी पनि आँखा भिजाउने सम्भावना धेरै छ। साँचो कुरा के हो भने धेरै नेपाली फिल्म एक पटक हेरेपछि बिर्सिन सकिन्छ, तर आबाट आमा हेरेपछि फेरि पनि हेर्न मन लाग्ने मुभी बनेको छ। र यस मुभीलाई हाम्रो रिभ्यू विमल युट्युब च्यानलबाट ओभरअल हाइप एन्ड एक्सपेक्टेसन हेरेर यस मुभीलाई 4 आउट अफ 5 स्टार दिन चाहन्छौ। अब तपाईको पालो, के तपाईले यो चलचित्र हेर्नु भयो? यदि हेरेको भए तपाईलाई कस्तो लाग्यो कमेन्टमा आफ्नो विचार लेख्न नबिर्सनु होला। र भिडियो मन परेमा लाइक, कमेन्ट अनि सब्स्क्राइब गरिदिन नभुल्नु होला। थ्यांक यू।